सो वेलकम एभ्रिवान। हामी आजको हाम्रो भिडियोमा हाम्रो फेसबुक आइडीबाट कसरी पेज बनाउन सकिन्छ अथवा चाहिँ आफ्नै आइडीबाट पेज कसरी क्रिएट गर्न सकिन्छ, जुन कि आफ्नो ब्रान्ड छ, आफ्नो चाहिँ पसल छ, आफ्नो कम्पनी छ, त्यसको नाममा पेजहरू कसरी बनाउन सकिन्छ म तपाईहरुलाई सिकाउन लागिरहेको छु। त्यसको लागि तपाई आफ्नो फेसबुकको आइडी जुन छ त्यसमा तपाई जानुपर्ने हुन्छ। यसरी आफ्नो फेसबुक खोल्नुस्। फेसबुक खोलिसक्नु भएपछि यहाँनिर तपाईको मेनु भन्ने अप्सन हुन्छ अथवा चाहिँ तपाईको जुनसुकै साइडमा मेनु भन्ने हुन्छ, प्रोफाइलमा जानुस्। त्यसपछि तपाईको यहाँनिर यो पेजेस भन्ने अप्सन हुन्छ। यो पेजेस भन्ने अप्सनमा क्लिक गर्नु होला है। यो पेजेस भन्ने अप्सनमा क्लिक गर्नुस् अनि क्लिक गरिसक्नु भएपछि है यस्तो खालको इन्टरफेस देखा पर्छ। यहाँ चाहिँ मेरो थुप्रो पेजहरू छ, किनभने यो चाहिँ मेरो ब्रान्डको पेजहरू हो। यो ब्रान्डको पेजहरू टन्नै छ। उनीहरूको मैले पेजहरू चाहिँ म्यानेज गर्ने काम अथवा चाहिँ मेटा एड गर्ने काम, बिजनेस प्रमोसन गर्ने कामहरू गरिरहेको छु। यहाँ गइसक्नु भएपछि सुरुबाट म एकचोटि देखाउँछु। यहाँ पेजेसमा जानुस्। पेजेसमा गइसक्नु भएपछि यहाँ नि क्रिएट भन्ने अप्सन हुन्छ। यो क्रिएट भन्ने अप्सनमा क्लिक गर्नुस् अनि यहाँनिर चाहिँ प्रोफेसनल र पर्सनल भन्ने छ। यहाँनिर प्रोफेसनलमा क्रिएट गर्नुस्। प्रोफेसनलमा क्रिएट गरिसक्नु भएपछि पेज नेम राख्नु होला। पेज नेम तपाईको आफ्नो जुन स्टोर छ, पसल छ, ब्रान्ड छ अथवा चाहिँ तपाईको कुनै पनि कम्पनीको नामहरू जुन कम्पनीको नाममा खोल्न चाहदै हुनुहुन्छ अथवा जुन ब्रान्डको नाममा खोल्न चाहदै हुनुहुन्छ त्यसको लिंक त्यसको पेजको नेम चाहिँ यहाँनिर राख्नु होला। जस्तो मैले राख्न लागिरहेको छु SBN टेक भनेर म राख्छु अनि यहाँनिर अब नेक्स्ट गर्छु। नेक्स्ट गरिसकेपछि यहाँनिर कुन क्याटेगोरीको तपाईको पेज हो त हैन, त्यो क्याटेगोरी यहाँनिर सर्च गर्दा पनि भयो। मेरो चाहिँ आईटी रिलेटेड हो हैन, इन्टरनेट टेक्नोलोजी म सर्च गर्छु अथवा चाहिँ इन्टरनेट कम्पनी, इन्टरनेट टेक्नोलोजी कम्पनी म राख्छु अनि यहाँ डन गरिदिन्छु अनि क्रिएट गर्छु है। क्रिएट क्लिक गर्नु होला। क्लिक गरिसक्नु भएपछि तपाईको क्रिएट हुँदैछ। अहिले थोरै टाइम लाग्छ। यो टाइममा हामीले वेट गर्नुपर्ने हुन्छ। अब यहाँनिर क्रिएट भएपछि तपाईको जनरल कन्ट्याक्ट हैन, वेबसाइटहरु डिटेल सबै भएर भन्छ हैन। बायोमा चाहिँ तपाईको पेज जुन क्रिएट गर्नु भएको छ त्यो पेज केसँग सम्बन्धित छ हैन, तपाईको पेजको बारेमा थोरै लेख्नुस् हैन। मैले चाहिँ तपाईको के पनि लेख्दिन खासै। अहिले तपाई आफ्नो खुसीले बायोहरु म्यानेज गर्नु होला। म चाहिँ डिजिटल सर्भिस प्रोभाइडर यति मात्र म लेख्छु। अनि अब वेबसाइटहरु छ भने वेबसाइटहरु लेख्नु होला, नत्र अहिले कम्पल्सरी छैन। अब मेलहरु पनि राख्नु होला। म मेलहरु पनि राखिरहेको छु। अनि तपाईको फोन नम्बर पनि राख्नु होला। अनि एड्रेस तपाईको फोन नम्बर पनि राख्नुस् है। तपाईको फोन नम्बर पनि अनिवार्य छ। तपाईको फोन नम्बर राख्नु होला। म चाहिँ अहिले राख्दिन। एड्रेस तपाईको एड्रेस चाहिँ कता हो हैन त्यो राख्नु होला। अनि सिटी कुन सिटी हो र त्यो पनि राख्नु होला हैन। काठमाडौँ राख्नु होला। तपाईको जिप कोड चाहिँ तपाईको जेसुकै पनि राख्दा हुन्छ। तपाईको आफ्नो ठाउँको जिप कोड चाहिँ तपाईले गुगलमा हैन काठमाडौँ जिप कोड सर्च गरेर राख्न सक्नुहुन्छ अथवा चाहिँ तपाई आफ्नो जिल्लाको जिप कोडहरु सर्च गरेर, पोस्टल कोडहरु सर्च गरेर चाहिँ राख्न सक्नुहुन्छ। अनि पेज चाहिँ तपाईको यहाँनिर लास्टमा चाहिँ अप्सन देखाउँछ आवर्स भन्छ हैन। यो चाहिँ अब कति घण्टा यहाँ ओपन देखाउने पब्लिकमा भन्ने हो हैन। कुनै पनि त्यस्तो खालको चाहिँ तपाईले अहिले चाहिँ राख्न चाहनुहुन्न भने नो आवर्स अवेलेबलमा गरेर तपाईले नेक्स्ट गर्न सक्नुहुन्छ है। नेक्स्टमा गरिसक्नु भएपछि यसमा यस्तो खालको इन्टरफेस देखा पर्छ जसमा चाहिँ तपाईले अब यहाँनिर पेजको प्रोफाइल पनि राख्नुपर्ने हुन्छ। म पेजको प्रोफाइल एउटा थोरै राखिहाल्छु है। पेजको प्रोफाइल म राखिहाल्छु। जस्तो मैले मेरो पेजको प्रोफाइल यो राखे हैन, आफैले चुज गरेर राख्नु होला। अनि कभर पनि छ भने कभर पनि तपाई आफैले चुज गरेर राख्नु होला। म चाहिँ कभरमा यो राखी है। म यो राखे कभरमा। अहिले कभर पिक्चरहरु अलि राम्रो छ भने म राख्दै छु। मसँग अलि राम्रो कभरहरु र मैले मेरो कभर पिक्चर चाहिँ अर्को राखेको छु। यहाँनिर यो राखे अनि नेक्स्ट गर्नुस्। तपाईले पनि आफ्नो कभर पिक्चर आफ्नो कम्पनीको लोगोमा चाहिँ प्रोफाइलमा राख्नु होला। अनि मैले यहाँनिर राखेर नेक्स्ट गर्दै छु।
थोरै टाइम लाग्छ, वेट गर्नुपर्ने हुन्छ। अनि त्यस पछाडि यहाँनिर तपाईँको यो कसलाई चाहिँ पेजमा चाहिँ इन्भाइट गर्ने भन्ने हो। तपाईँको यहाँ सिलेक्ट अल गरेर तपाईँले नेक्स्ट पनि गर्न सक्नुहुन्छ। तर तपाईँको म अहिले 1-2 जनालाई मात्रै गर्न चाहन्छु हैन, सबैलाई गर्नलाई उपयुक्त म मानिनँ। द्याट्स वाइ म यतिजनालाई इन्भाइट गर्छु। अनि यहाँ मार्केटिङ प्रमोसनले इमेल एबाउट यो पेज भन्ने यो अहिले अन गरिदिनुहोस् अनि डन गरिदिनुहोस् है। डन गरिदिनुहोस्। फाइनल्ली पेज चाहिँ क्रिएट भइसक्यो है। पेज बनिसकेको छ। पेज बनिसके पछाडि हामीले तपाईँको यो पेजको एक्सेस हामीलाई दिनको लागि, जस्तो हामीले तपाईँको पेजको एक्सेस मागिरहेछौँ अथवा चाहिँ अरू कसैले माग्छ, अथवा चाहिँ तपाईँको थर्ड पर्सन तपाईँको स्टाफलाई अथवा चाहिँ कोही आफ्नो दाइ भाइ आफ्नो साथीलाई पेजको एक्सेस दिनु पर्यो, अथवा चाहिँ कोही म्यानेज गर्ने मान्छेलाई अथवा एड रन गर्ने मान्छेलाई यो पेजको एक्सेस दिनु पर्यो भने कसरी एक्सेस दिन सकिन्छ भनेर म तपाईँहरूलाई सिकाउन लागिरहेको छु। जस्तो यो तपाईँको पेजमा आउनुहोस्। तपाईँको पेजमा आइसक्नु भए पछाडि यो पेज यसरी खुल्छ। यहाँनिरबाट स्विच गर्न मिल्छ है। यहाँनिरबाट तपाईँको आइडीमा जाने हो कि हैन, आइडीमा जानलाई यो भयो। यही थिचेर फेरि यही थिचेर तपाईँको अघिको जुन चाहिँ नयाँ पेज खोल्यो त्यो पेजमा तपाईँ आउन सक्नुहुन्छ है। यहाँनिर आउन सक्नुहुन्छ। यहाँ आइसक्नु भए पछाडि अब हामीले एक्सेस सार्नको लागि सेटिङमा जानुपर्ने हुन्छ। यो सेटिङमा माथि सेटिङमा क्लिक गर्नुहोस् अनि तल जानुहोस्। तपाईँको पेज सेटअपमा जानु भए पछाडि पेजको एक्सेस भन्ने सेटिङ हुन्छ। यहाँ एक्सेसमा क्लिक गर्नुहोस्। अब यहाँनिर एड न्यूमा क्लिक गर्नुपर्ने हुन्छ अनि नेक्स्टमा क्लिक गर्नुहोस्। त्यस पछाडि कसलाई एक्सेस दिने हो त्यसको नाम माथि सर्च गर्नुपर्ने हुन्छ है। कसलाई एक्सेस दिने हो त्यसको नाम माथि सर्च गर्नुपर्ने हुन्छ। अनि यहाँनिर गर्नु भए पछाडि यहाँनिर यसरी नाम आइसके पछाडि क्लिक गर्ने हो अनि सबै सेटिङलाई अन गरिदिनुहोस् है। सबै सेटिङलाई अन गरिदिनुहोस् अथवा चाहिँ कुन कुनलाई चाहिएको त्यो सेटिङहरू चाहिँ अन गरिदिने अनि गिभ एक्सेस गर्ने। गिभ एक्सेस गर्दाखेरि तपाईँले आफ्नो जुन फेसबुक आइडीबाट चाहिँ तपाईँले चाहिँ खोल्नु भएको छ अथवा एकाउन्ट बनाउनु पेज बनाउनु भएको छ त्यो आइडीको पासवर्ड है, आफ्नो आइडीको पासवर्ड फेसबुक आइडीको पासवर्ड चाहिँ यहाँ लगाएर तपाईँले कन्फर्म गर्ने बित्तिकै तपाईँको एक्सेस उता जान्छ। अनि तपाईँको एक्सेस उता जाने भए पछाडि त तपाईँको यहाँनिर 30 डेज एक्सपायरिज भनेर त्यो देखाउँछ। त्यो गएपछि चाहिँ जसलाई हामीले दिएका छौँ उसलाई एक्सेप्ट गर भन्नुपर्छ। अनि त्यसपछि उनले एक्सेप्ट गर्छ अनि तपाईँको उसले सबै कामहरू सबै म्यानेज गर्ने कामहरू चाहिँ हाम्रो पेज म्यानेजरले नै गरिदिनेछ। सो यति नै थियो भिडियो। आजको भिडियो कस्तो लाग्यो? तपाईँको यो पेज खोल्ने तरिका र पेजको एक्सेस सार्ने तरिका म तपाईँहरूलाई सिकाएको छु अनि तपाईँहरूले यसरी नै गर्नु होला है त।